Hello guys, welcome back to my YouTube channel. आज चाहिँ after a long time म vlog बनाउँदैछु. आज चाहिँ a day in my life म तपाईहरुलाई देखाउने छु म के गर्छु कहाँ जान्छु भनेर. So stay tuned and watch till the end. म चाहिँ अब रेडी हुँदैछु. आज हामी चाहिँ बडीकोमा जाँदैछौँ नि त लन्चमा क्रिसमसको. त्यसको लागि रेडी हुँदैछु. हामी जान्छ त्यहाँबाट हामी यताउता यहीँनिर गाउँमा घुम्नु पनि जान्छ. हामी चाहिँ यहाँ सेन्ट मेरिज भन्ने जग्गा छ खरसाङमा त्यहाँनिर हुनुहुन्छ मेरो बडी चाहिँ. अनि त्यहाँ जाँदैछु. त्यहाँदेखि त्यहाँ यसो घुम्नु पनि जान्छ. एन्ड हिजो चाहिँ मैले कति बजे अब साडी लगाएको थिएँ भनेर चाहिँ मेकअप गर्छु भनेर चाहिँ फाउन्डेसन लगाएको. यति साह्रो भयो कि आजकल म लाउँदिनँ नि त. यो सनस्क्रिन नै टिन्टेड छ अहिले नै भइहाल्छ अलिअलि काम हो. अन्त त्यसले गर्दा लाउँदिनँ कि अब कहिले आएर मुख धुम भएको हेभी नै हेभी फिल गरेर हो. म चाहिँ यही चलाउँछु होइन. त्यसमा सेकेन्ड बोतल मैले आफै किनेको चाहिँ सेकेन्ड कि थर्ड बोतल. तर मैले योपालि पिआरमा यही पाक्छु पुरै. नेक्स्ट इयरको आधा वर्षसम्म चाहिँ पुग्ने भइहालेको छ हो. एउटा दुईवटा सेड चाहिँ मेरोभन्दा लाइटर थियो त्यसले गर्दा त्यो चाहिँ मैले एउटा आमालाई दिइहालेँ एउटा साथीलाई राखिदिएको छु. तिनवटा चाहिँ मेरो लागि मिल्ने नै सेड छ. त्यसले गर्दा अर्को वर्ष चाहिँ मजाले पुगिहाल्छ मलाई. सो म मेकअपहरू रेडीहरू भइहाल्छु. त्यहाँबाट म तपाईँहरूलाई देखाउँछु किनभने डल्लै प्रोसेस देखायो भने चाहिँ भ्लग लामो हुन्छ. किनभने आज मैले दिउँसोको पुरा देखाउनुपर्छ होइन. त्यसले गर्दा चाहिँ म तपाईँलाई देखाउँछु कन्टिन्यू. हुनुहुन्न मलाई म जान्न यहाँबाट जाऊ पनि कहाँ जहाँबाट टाढा यसो तपाईँ बिना म बाँच्न सक्दिनँ. हाम्रो चाहिँ मामा पनि आइपुग्नु भएछ. मामा say hi to my vlog. Hello everyone, good morning. Now we are ready and this is my outfit of the day. Hi Leo. ढिलो भयो त जाउँ न. बाइ. ल यो चढ नानी बाबाको आमाहरू गएको आइजाए त. आइपुग्नु भयो त. ओके हेर्नु न त. हाई घरि धार बढी पर्दैन एउटा माइजूहरू पनि आइपुग्नु भयो. फ्यामिलीसँग अब जानु आँटेको. हिजो चाहिँ फाडेको थियो हिजो. कोही तिम्रो साथीहरू देखाउ न. तिमी चाहिँ अम्बटेको ऊ चाहिँ यहाँकै हो है. हिजो भिन्नले हामी चाहिँ सेन्ट मेरिज आइपुग्यो अहिले चाहिँ. यहाँ चाहिँ सबैजना छ मेरो बहिनी र बहिनीको साथीहरू. सबैलाई भ्लगमा आइदियो होला. यो चाहिँ मेरो पहिलाको गाउँ हो. यहाँ सानोमा बस्थेँ म माथिनिर. सानोबडी आइपुग्यो. बजारमा आयो नि त माइतीहरू. बजारमा आयो नि त. अर्को हारी होस् अड्केको त नानी बेसी छ. हामीले खानाहरू खायो. अब चाहिँ हामी निस्केको. अब हामी ग्रोटो जान्छ घुम्नु. त्यहाँबाट सेन्ट मेरिजबाट
तलको मेन रोड पनि देख्छ के भयो क्यामेरा डाँडा त है यहाँबाट हामी मैले एक कपाल देखाइदिनु न अन्त तपाईँको लह लह कपाल्स उतापट्टि हाम्रो उता के बढी अब हामी ग्रोटो जाँदैछौँ हो पुरा फ्यामिली आज फ्यामिली ट्रिप हो हाम्रो वर्षमा एकखेप हामी यहाँ भिजिट गर्छौँ दिदीकोमा म पहिला यहाँ माथि बस्थेँ बचपनमा युट्युबको हो नि त त्यही भएर त लामो गरेको त फेसबुकको त छुट्टै गर्छु नि पहिला म यहाँ बसेको थाहा छ ए उताबाट कहीँ जस्तो छ है लु यो कन्टेन्ट क्रिएटरहरूसँग हिँड्नु चाहिँ त्यस्तै हो अलिक तल ल हुन्छ वान पनि यस्तै हो मस्किने सिनहरू चाहिँ भोलिको दिन कसले देखेको छ ठिकै हो सो इन्जोय कल हो न हो है पर्सि अर्को हुन्छ त्यस्तो त हुँदैन होला कहाँ हुन्छ त्यो त आज कालो कपाल हुन्छ भोलि रातो कपाल हुन्छ मैले पानी आउँछ क्या हो हेर्नु अघि त छिटो आउँदै थियो त हिउँ पर्छ क्या हो है उता जाउँ न यहाँ चाहिँ एउटा स्कुल थियो होइन डन बस्को अनि म यहाँ बस्दाखेरि चाहिँ म यहीँ पढ्थेँ हो नर्सरी चाहिँ पढेँ होला म यहाँ नर्सरी र केजी अहिले चाहिँ छैन यहाँ स्कुल दुध र बिस्किट दिन्थ्यो हामीलाई 2.5 वर्षमा त हालेको है ढाडमा बोकेर लान्थ्यो मैले पोइम पनि भनेको थिएँ पोइम कि राइम्स भनेको थिएँ कि मलाई नदेखेर टेबलमाथि चढेर भन्नु लाग्थ्यो सेन्ट मेरिजको चर्च आमा पनि गाडी पहिला चाहिँ यहाँ माथिबाट जान्थ्यो अहिले बन्द गरिदिएछ रेन्जर कलेजबाट तलबाट बाटो खोल्दै रहेछ रोटो जाने चाहिँ अरे बाबा बन्ने चल हौ अब खोल्दै गयो अरे हौ तलबाट त्यो रेन्जर कलेज यहाँबाट चाहिँ सिधै निस्किँदो रहेछ ओ ग्रोटो सिधै निस्किँदो रहेछ यो बाटो अलिक छिटो रहेछ माथिबाट भरभन्दा ग्रोटो निस्क्यो ग्रोटो अहिले कस्तो राम्रो बनाएको छ हुन्छ भिडियो गरेको भ्लग हो मामा भ्लग नक्कल नपार्नु न हाई क्युटी हुन्छ
हामी घुमिसक्यो ग्रोटो अब हामी फर्केको अब यहाँबाट गएर चाहिँ म फेरि क्यारल जानुपर्छ हो क्यारल त तर 5 बजी हो म आउँछु होला छु जर्बा जाडो भयो गाइस जाडो भयो ए मेरोमा उपरे माथि थुपारी लियो ल्याएकै घाँसमा आराखुरुक बनाइदिन्छ अब यो क्रिसमसको हुन्छ यो क्रिसमसको बेलाहरूमा त भेट हुन्छ फ्यामिली डल्लै यस्तै फेस्टिभलतिर होइन सधैँ त हुँदैन अन्त आज सबैजना सबैजना त होइन अब मामाहरू हामी बडीको माग थियो सो यति बेला चाहिँ अब जाउँ भनेर मामाहरू ग्रोटाउँछु भन्नुभयो त्यही भएर चाहिँ यसो घुमिराखेको होइन सबैको ड्युटी यताउता गर्दा भ्याउँदैन सधैँ त भेट्नु त्यही हो तर आज चिसो चाहिँ भयो कस्तो घामै लागेन यहाँ नलागेको हो कि के हो तर जाडो चाहिँ भयो आज एन्ड अल्सो गाइस मलाई नि हिजोदेखि चाहिँ के रियलाइज भयो भने नि मैले चाहिँ आई हेभ टु लुज वेट होइन भनेको चाहिँ 1 वर्ष भयो तर अब यतिकै भइरहेको छ होइन अन्त हिजो चाहिँ मैले साडी लगाएको होइन फोटो खिचिमागेको हुनु चाहिँ फोटोग्राफर राम्रो नभएको पनि होला हो तर यति साह्रो चाहिँ फोटो चाहिँ होइन राम्रो नआएको कि यताबाट मासु निस्किरहेको हो अन्त मलाई रियलाइज भयो कि म चाहिँ अब चाहिँ घट्नै पर्ने रहेछ भनेर हो आज पनि त्यस्तै हुँदैछ सो अब त्यही होला न्यु इयर रेजोल्युसन त भन्नु मलाई जबसम्म म मेरो डाइट मेन्टेन गर्दिनँ नि र यो अनुहारको पिम्पल्स पनि जाति हुँदैन मलाई थाहा छ हो नो म्याटर मैले जस्तै राम्रो स्किन केयरहरू चलाए पनि जबसम्म म सुगर बन्द गर्दिनँ जङ्क फुड अरू के खानाहरू झेप्पै त्यही खानु बन्द गर्दिनँ तबसम्म चाहिँ ठिक हुँदैन न मेरो वेट न मेरो अनुहार सो नेक्स्ट इयर 2026 को रेजोल्युसन चाहिँ म बनाउँछु मेरो स्किनलाई ठिक बनाउने वेट लस त भन्दिनँ तर स्किनलाई ठिक बनाउने डाइट मेन्टेन भएपछि र एक्सर्साइज गरेपछि सबै कुरै बनिहाल्छ होइन सो लेट्स सी सक्छु होला 2026 मा सक्छु होला होइन सक्छु गर्छु यहाँबाट चाहिँ यस्तो देख्छ तलनिरको सेन्ट मेरिज हामी गाडी पर्खिरहेको छ अहिले अब गाडी चाहिँ पाउँछ कि पाउँदैन थाहा छैन हो गाडी पाउला जस्तो चाहिँ देखिँदा गाडी पर्खिरहेको छ हामी छैन गाडी चाहिँ पाएन हामीले गाडी सेन्ट मेरिजबाट मैला सब हामी हिँड्दै जाँदैछ गाडी पाएन हामीले हामी चाहिँ एउटा गाडीमा 7 जना अति नटी बसेर भए पनि आइपुग्यो धनले तलबाट गाडी चाहिँ पायो अहिले चाहिँ बहिनीको केक ल्याउन आइरहेको छु बर्थडेको लागि पनि यसको बर्थडे आइपुग्यो अब यति नै थियो आजको
hi to my cutie potato. My cutie potato. My another cutie potato. म चाहिँ घर आइपुगेँ एन्ड आज चाहिँ आई ट्राइड माई बेस्ट होइन सबै कभर गर्ने स्टिल कतिवटा चाहिँ कभर गर्न सकिनँ एन्ड या अब चाहिँ आई विल बी कन्सिस्टेन्ट युट्युबमा पनि म एकदमै भ्लग्सहरू ल्याउने ट्राई गर्छु होइन कन्सिस्टेन्टली एन्ड अझै राम्रो बेटर भ्लग्सहरू सो किप सपोर्टिङ गाइज एन्ड इफ यु आर न्यू टु माई च्यानल प्लिज डु सब्सक्राइब टु माई च्यानल एन्ड थ्याङ्क यू फर वाचिङ टु लाइक कमेन्ट एन्ड सेयर एन्ड या किप सपोर्टिङ